अरूको नाममा भएको सिम अब घरमै बसेर अनलाइनबाटै आफ्नो नाममा दर्ता गर्न सकिन्छ। अब ग्राहकहरूले सिम कार्डको स्वामित्व परिवर्तन गर्न वा विवरण सच्याउनका लागि टेलिकमको कार्यालयसम्म धाएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ। नेपाल टेलिकमले आफ्ना प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि सिम कार्डको स्वामित्व आफ्नै नाममा ल्याउन मिल्ने गरी अनलाइन केवाइसी अध्यावधि गर्ने सुविधा सुरु गरेको छ। आफूले प्रयोग गरेको सिम आफ्नो नाममा नभएका कारण विभिन्न समस्या झेल्नु परेका सर्वसाधारणलाई अब सहज हुने भएको छ। लामो समयदेखि अरूको नाममा रहेको सिम प्रयोग गरिरहेका वा आफ्नो विवरण अद्यावधिक नभएका ग्राहकहरूलाई लक्षित गर्दै टेलिकमले अनलाइन फारम मार्फत घरमै बसेर आफ्नो विवरण अद्यावधि गर्न सकिने यो सहज व्यवस्था ल्याएको हो। यदि तपाईलाई आफूले प्रयोग गरिरहेको सिम कार्ड कसको नाममा दर्ता भएको छ भनेर पनि थाहा छैन भने *922# डायल गरेर कसको नाममा दर्ता छ भन्ने थाहा पाउन सकिन्छ। अब कसरी भर्ने त अनलाइन मार्फत आफ्नो सिम कार्ड आफ्नो नाममा गराउनका लागि फारम, यसबारे हामी जानकारी दिँदैछौँ। सर्वप्रथम त गुगल क्रोममा गएर corporate.ntc.net.np वेबसाइट खोज्नुहोस्। त्यसपछि जुन नम्बरको नाम परिवर्तन गर्नुपर्ने हो सो नम्बर त्यहाँ राख्नुहोस्। तपाईको मोबाइलमा ओटीपी कोड आउँछ। ओटीपी कोड राखेपछि केवाइसी अपडेटमा जानुपर्छ। त्यहाँ एउटा फारम खुल्छ। उक्त फारममा आफ्नो व्यक्तिगत विवरण, जन्ममिति, पारिवारिक विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफूले प्रयोग गरिरहेको उक्त सिमबाट हालसालै कुराकानी गरिएका 5 वटा मोबाइल नम्बरहरूको सूची, प्रयोगकर्ताहरूको हालसालै खिचिएको एक प्रति डिजिटल फोटो राख्नुहोस् र सबै विवरण राखिसकेपछि अन्त्यमा सबमिट गर्नुहोस्। यसरी फारम भरिसकेपछि आफ्नो पेन्डिङमा भएको फारम स्वीकृत गरेर टेलिकमले एक सूचना दिन्छ। सो सूचना प्राप्त गरेपछि उपयुक्त नजिकैको टेलिकमको कार्यालयमा जानुपर्ने हुन्छ। सिम कार्ड आफ्नो नाममा हुँदा मोबाइल बैंकिङ, सरकारी सेवा अर्थात् नागरिक एप र अन्य डिजिटल वालेटहरूको प्रयोग सुरक्षित हुन्छ। सिम कार्ड हराएको वा बिग्रिएको खण्डमा पनि वास्तविक मालिकले मात्र नयाँ सिम सहजै प्राप्त गर्न सक्ने भएकाले टेलिकमले सबै प्रिपेड प्रयोगकर्ताहरूलाई आजै फारम भरी आफ्नो विवरण अद्यावधि गर्न अनुरोध गरेको छ। प्रयोगकर्ताले नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा उपलब्ध लिङ्क मार्फत यो प्रक्रियाहरू पूरा गर्न बताएको छ।